आजको खाना। हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। म निर्मला गर्टीपुन मगर। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु। हजुरहरूलाई स्वागत छ मेरो एनदर भिडियोमा। अनि साथीहरू, हजुरहरूले यसलाई चाहिँ के भन्नुहुन्छ? मैले त यसलाई पर्पल भन्छु। हजुरहरूले आफूले जे नाम भन्नुहुन्छ कमेन्ट गर्नुहोला। अनि मैले चाहिँ आज यसलाई बनाउँदैछु। अन्त मैले काटेर चाहिँ यत्तिको रेडी बनाएँ साथीहरू, तर थोरै थियो। अन्त फेरि मैले सिमला मिर्च पनि मिसाएँ साथीहरू। सिमला मिर्च मिसाउँदा अलिक ज्यादा देखियो साथीहरू। अन्त फेरि त्यसमा मैले आलु पनि मिसाएँ है। अनि कराही तातिसकेपछि मैले तेल राखेँ साथीहरू। मैले चाहिँ तरकारी नर्मल तरिकाले बनाउँछु, आज हजुरहरूलाई देखाउँछु। अन्त मैले यो गाउँदेखि नै लिएको टिमुर है, अनि त्यसपछि यो जिरा। अन्त साथीहरू आलु राखेँ साथीहरू। आलु चाहिँ तपाईँको तरकारीको राजा भनेर पनि चिनिन्छ। आलु भएन भने त तरकारी पनि नहुँदो रहेछ। अरू तरकारीहरू कम छ भने आलु मिसायो भने पनि मजाले छाक पुग्छ। कुनै बेला चाहिँ कुन तरकारी पकाऊँ पनि हुन्छ, कुनै बेला चाहिँ ल के तरकारी पकाऊँ भन्ने हुन्छ। हामीलाई चाहिँ जहाँ साँझ पर्यो के तरकारी बनाउने, बिहान पर्यो के तरकारी बनाउने भन्ने हुन्छ। हामीलाई चाहिँ जहाँ गए पनि गन्थन मन्थन गर्दा गर्दा टमाटर पनि राखेँ साथीहरू। टमाटर राखेपछि चाहिँ फेरि मैले अघि काटेको सिमला मिर्च र पर्पल पनि राखेँ साथीहरू। अनि त्यसपछि स्वाद अनुसारको नुन राखेँ। अन्त मैले स्वाद अनुसारको नुन राखेपछि चाहिँ मजाले यो थालले छोपेँ साथीहरू। अन्त छोपेर राख्यो हो। छोपेर राखेको केही समयपछि यत्तिको भएको थियो मेरो तरकारी। यत्तिको भएपछि चाहिँ मेरो तरकारी पाक्यो। यो चाहिँ मैले अघि अदुवा र लसुन कोरेर राखेको। अन्त मैले अदुवा र लसुन चाहिँ मलाई एकदमै मनपर्छ। अन्त फेरि मैले एउटा पनि नफ्याँकिकन सबै हातमा आउन्जेलसम्म राखेँ फेरि मैले तरकारीमा। अन्त अदुवा र लसुनलाई यसरी चलाएँ। यत्तिको भइसकेपछि चाहिँ मेरो तरकारी पाक्यो आजको है। अनि त्यसपछि चाहिँ मैले साइडमा पिठोलाई माडेर यत्तिको बनाइसकेको थिएँ आजको। अन्त साथीहरू, मलाई चाहिँ जाँगर नलागेको बेलामा पनि अब भिडियो बनाउने भनेपछि कहाँबाट फेरि जाँगर लाग्छ। अन्त फेरि मैले अनि त्यसपछि चाहिँ मैले यसरी भिडियो बनाउँदै रोटी बनाउन थालेँ। अन्त साथीहरू, मलाई एकदमै राम्रो रोटी बनाउन चाहिँ आउँदैन, अब बनाउन काम चलाउ चाहिँ बनाउन आउँछ। अन्त साथीहरू, हजुरहरूले चाहिँ के खाना बनाउनु भयो? मैले चाहिँ रोटी बनाएँ। अनि गन्थन मन्थन गर्दा पनि मेरो रोटी पनि रेडी भयो। अनि के साथीहरू, एउटा कुराको चाहिँ मलाई झ्याप्पै याद आयो कि हामी के उता दाङमा चाहिँ सँगै बस्ने बेला एउटा मेरो दिदीले के भन्नुभएको थियो भनेपछि, जसले चाहिँ एकदम गोलो आकारको राम्रो रोटी बनाउँछ उसको चाहिँ छोराछोरी एकदमै राम्रो हुन्छ भन्नुहुन्थ्यो उहाँले चाहिँ। अन्त मलाई चाहिँ उहाँको कुरा याद आयो। त्यही हो साथीहरू, हामी जहाँ गए पनि अब जन्म दिने आमा र बाबा मात्रै नपाइदो रहेछ। अन्त फेरि आफू जस्तै साथी, अन्त फेरि दिदी बहिनीहरू चाहिँ पाइदो रहेछ जहाँ गए पनि। तर आफू जस्तो छ त्यस्तै साथी चाहिँ भेटिदो रहेछ। त्यसमा चाहिँ खुसी छु साथीहरू। अनि हजुरहरू पनि जहाँ हुनुहुन्छ मस्त र व्यस्त रहनुहोला। अन्त साथीहरू, सधैँ डुलेको भिडियो मात्रै कति राख्ने? अन्त आज चाहिँ मैले खाना बनाएको भिडियो राखेँ साथीहरू। अन्त फेरि मेरो रोटी यत्तिको भयो। अनि साथीहरू, गन्थन मन्थन गर्दै चाहिँ मेरो रोटीहरू पनि बनिसक्यो। अन्त मेरो खाना पनि रेडी भयो। जति पनि फेसबुक साथीहरूले मेरो एनदर भिडियो यहाँसम्म हेरेर साथ दिनुभयो उहाँहरूलाई धेरै धेरै माया अनि मिठो सम्झना। लभ यु। गुड नाइट।